नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईलाई स्वागत छ। आजको पाठमा मानव शरीरसँग सम्बन्धित शब्दहरू सिकाउँछु। यो पाठ सिकेपछि मानव शरीरका विभिन्न अङ्गहरूलाई कसरी सङ्केतमा भन्ने त्यो सजिलैसँग जान्न सकिन्छ। अब पाठ सुरु गर्ने। शरीर भन्दाखेरि यसरी टाउकोबाट जिउतिर लाने चुरौलाले शरीर, टाउको भन्दा चुरौलाले यसरी एक फन्को टाउकोमा घुमाउने टाउको। अनुहार भन्दा चुरौलाले नै अनुहारमा एक राउन्ड लगाउने अनुहार। आँखा भन्दा आँखा देखाउने आँखा। नाक सिधै नाकमा देखाउने चुरौलाले। कान दुईटा औँला लगेर यसरी समाउने कान, अलिअलि हल्लाउने कान। मुख यति गर्ने मुख देखाउने। दाँत भन्दा यसरी दुईटा औँलाले दाँत समाउने दाँत। जिब्रो भन्नु पर्यो भने जिब्रो निकाल्ने चुरौलाले देखाउने। गिजा यसरी पल्टाउने यसरी देखाउने गिजा। ओठ भन्ने हो भने वरिपरि चुरौलाले घुमाउने ओठ। बङ्गारा भन्दा चुरौलाले यहाँ लाने गर्ने बङ्गारा। गाला गाला समाउने यसरी गाला। दारी यसो गर्ने। यसो गरेपछि दारी नभए पनि यो दारीको सङ्केत दारी। जुङ्गा दुईटा औँलाले यसरी जुङ्गा समाउने जुङ्गाको सङ्केत। परेला परेला यसरी परेला समाउने दुईटा औँलाले परेला। आँखी भाउ यहाँ आँखी भाउ भन्ने यसरी। निधार यसो गर्ने। दिमाग भन्दा दुईपल्ट दिमाग। रौँ यसो गर्ने यसरी रौँ भन्ने। कपाल यसरी कपाल समाउने कपाल। घाँटी सिधै यहाँ देखाउने घाँटी। अब गर्दन भन्नु पर्यो यसो गर्ने गर्दन। कुम चुरौलाले अर्कोपट्टिको कुममा देखाउने कुम। काँध भन्दा यसो गर्ने काँध। पाखुरा यसरी पाखुरा। कुइनो यसो गर्ने कुइनो। नाडी यसले समाए पनि यसले समाए पनि सबै यसरी नाडी। नङ नङ भन्ने। हत्केला यो हत्केला। औँला यसरी चलाउने औँला। बुढी औँला सिधै बुढी औँला देख्ने बुढी औँला। चोर औँला यो चोर औँला। माझी औँला साइली औँला कान्छी औँला। अब हात भन्दा यसो गर्ने ठाडो राख्ने अलिअलि हल्लाउने हात। छाती छाती भन्दाखेरि दुईटै हात ल्याउने यसो गर्ने छाती। फोक्सो भन्दा गर्ने फुक्ने अनि गर्ने गर्दा फोक्सो भयो। मुटु भन्दाखेरि देब्रेपट्टि छातीमा चुरौलाले देखाउने अनि यसो गर्ने मुटु चलेको जस्तो सङ्केत मुटु। पेट भन्दा जम्मै हात यसरी जम्मै हातले पेट। आन्द्रा आन्द्रा भन्दाखेरि यसरी आन्द्रा घुमेको जस्तै घुमाउँदै लाने आन्द्रा।
मृगौला भन्दा दुईटै हातले यस्तो बनाउने, यहाँ राख्ने मृगौला। पिठ्यू, पिठ्यू भन्दा एउटा चुर औँलाले यसरी पछाडि डोडालोतिर देखाउने, पिठ्यू, यो पिठ्यू। कम्मर, कम्मर भन्दा दुईटै हातमा चुर औँला लिने, पछाडिबाट अगाडितिर यसरी ल्याउने, नापेको जस्तो गरे कम्मर। तिग्रा, अब तिग्रा भन्दाखेरि यसो गर्ने, यो खुट्टा यहाँ देखाउने, तिग्रा। सानो सानो बच्चाहरूलाई, नानीहरूलाई चाहिँ यो हो भनेर सङ्केत गरेर तिग्रा गरेर यो तिग्रामा पनि देखाउनुपर्छ। घुँडा, खुट्टा गर्ने, खुम्च्याउने, घुँडा गर्ने, घुँडा। यसरी पिडुला भन्दा यसरी हिँडेको जस्तो सङ्केत गर्ने, अनि यहाँ बच्चाले बुझ्दैन, खुट्टाकै पिडुला देखाउनुपर्छ। त्यो सङ्केतमा चाहिँ यसरी पिडुला। खुट्टा, यसरी हिँडेको जस्तो गर्ने, देखाइदिने, खुट्टा। पैताला, यसरी हिँडेको सङ्केत गर्ने, अनि यसरी पैताला, यो पैताला। हाड, यसरी समाउने अनि मुख गर्ने, हाड। जुड्ने, जुड्ने भन्दा दुईटै हातमा यस्तो औँला बनाउने अनि यसरी जुड्ने र यसरी यसो गर्ने, जुड्ने गर्ने। अनि छाला, छाला समाउने, यसरी छाला भन्ने। रगत, काटेको सङ्केत गर्ने, यसरी गरे पनि यसरी गरे पनि काटेको सङ्केत गर्ने, अनि यसो गर्ने, रगत। मांसपेशी, यसो गर्ने, मांसपेशी। नसा, नसा देखाइदिने, यसरी नसा भने। अब बहिरा भन्दा कान नसुन्ने पनि अङ्गै, कान सुन्दैन भने पनि अङ्गकै रूप हो। बहिरा भन्दा दुईटा औँला यसो गर्ने, यहाँ सुने अनि यहाँ सुने, बहिरा। सुन्ने भन्दा जम्मै औँलाले यसो गर्ने, सुन्ने। जीवन, ज अक्षर बनाउने, तलबाट उँभोतिर जाने, जीवन। सङ्केत, इसारा, सङ्केत यसो गर्ने, आफ्नो अगाडि सङ्केत। शारीरिक अपाङ्ग, शारीरिक अपाङ्ग, दुईटै हातले शरीर, अपाङ्ग जुन गरे पनि हुन्छ। होचा पुड्का, यहाँ राख्ने, यहाँबाट उँधो लाने अनि गर्ने, होचा पुड्का। दृष्टिविहीन, यसरी आँखा छोप्ने अनि यसो गर्ने। जसरी दृष्टिविहीन आँखा नदेख्ने मान्छे छामछुम गर्दै हिँड्छ, त्यही सङ्केत गर्ने। अर्को आँखा यसरी बन्द गर्न, लौरो, यसरी लौरोले यसो गर्दै हिँड्ने पनि हुन्छ। बौद्धिक अपाङ्गता, सुस्त मनस्थिति, स र म भन्दा चाहिँ बौद्धिक अपाङ्गता भन्नुपर्छ, सुस्त मनस्थिति। सुस्त श्रवण, थोरै सुन्ने, सुस्त श्रवण, स र श्र कान्न, सुस्त श्रवण। अपाङ्गता, यति अपाङ्गता। श्रवण यन्त्र, कानमा यसो लाउने अनि यहाँ बोक्ने, अथवा यसो गरेर यहाँ पनि। सञ्चय, यसरी चुरौँलाले यसो गर्ने, सञ्चय अथवा सञ्चय। आजको पाठ समाप्त भएको छ। मानव शरीरसँग सम्बन्धित शब्दहरूको भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। मेरो भिडियोहरू निरन्तर हेर्नको लागि SUBSCRIBE सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।
नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा विपरीतार्थक शब्दहरूको बाँकी भाग, बाँकी शब्दहरू सिकाउँछु। सफल, सफल एउटा हाम्रो छ, त्यो राम्रो उँधो छ, यसलाई सफल गर्ने, उँभो लाने, सफल। असफल, त्यसैको उल्टो असफल। फेरि सोझो, सोझो, जम्मै एउटा हमला छन्, त्यसरी सोझो। बाङ्गो भन्दा यसरी आएछ, घुम्दै जाने, बाङ्गो। भाग्य, भाग्य भन्दा यसो गर्ने, सफल गर्ने, भाग्य। त्यसो गरेर दुर्भाग्य भन्दा यसो गर्ने, दुर्भाग्य। साँघुरो, यस्तो छ, ओरा ल्याउने, लाने, साँघुरो। फराकिलो, सानो छ, यसलाई पर लाने, यसो गर्ने, फराकिलो। सत्य, घाँटी समाउने, यसो गर्ने, सत्य, साँचो। असत्य, यसो गर्ने, छैन, सत्य छैन, असत्य, असत्य। ताजा, ताजा भन्दा नयाँ खाना, ताजा, नयाँ खाना, ताजा। बासी, बासी भन्दा पुरानो खाना राखेको, बासी। बलियो, यसो गर्ने, बलियो। कमजोर, यसरी उभिँदा पनि काम्ने, थरथर काम्ने, कमजोर। कडा, कडा भन्दाखेरि दुईवटा ग जस्तो बनाउने, यसलाई घोप्टो राख्ने, यसरी ठाउँ ठाउँ पार्ने, कडा, कडा। नरम भन्दा त्यही हमला ग बनाइरहेको छ, यसरी जोड्ने, नरम, नरम, यसरी। महँगो, पैसो गर्ने, यसो गर्ने, महँगो, महँगो। सस्तो, पैसा कम्ती पर्ने, पैसा गर्ने, कम गर्ने, सस्तो। सजिलो, सजिलो भन्दा बुझ्नलाई छिटो गर्ने, यसो गर्ने, छिटो गर्ने, बुझ्न छिटो भयो, सजिलो भयो, सजिलो। गाह्रो, बुझ्नलाई, बुझ्नलाई गाह्रो, गाह्रो। विपरीतार्थक शब्दहरूको आजको पाठ यति मात्रै। बाँकी शब्दहरू अर्को भागमा सिकाउँछु। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत गर्छु। नेपालमा विभिन्न समयमा सरकारले विकासको लागि सजिलो बनाउन नेपाललाई राजनीतिक विभाजन गरेको पाइन्छ। 2018 सालमा राजा महेन्द्रले नेपाललाई 14 अञ्चल र 75 जिल्लामा विभाजन गरेका थिए। आज म
14 अञ्चललाई साङ्केतिक भाषामा कसरी भन्ने, शब्द अञ्चलका नामहरूलाई सङ्केत गर्न म सिकाउँछु। अञ्चल भन्दा यसो गर्ने, अञ्चल या ठाडो राख्ने जोडेर यसलाई यस्तो कोप्रो बनाउने, अञ्चल भन्ने दुईपटक गर्नुपर्छ। मेची अञ्चल, मेच यो कुर्सी जस्तो भयो, मेच ई गर्ने, मेची भन्ने। त्यसै गरेर कोशी यो मुठी राख्ने अनि क गर्ने, कोशी। सगरमाथा सेतो गर्ने अनि यसरी अग्लो हिमाल गर्ने, सेतो सगरमाथा, यसरी सगरमाथा। जनकपुर गर्ने अनि पुल गर्ने, चुरोट कारखाना भएको अञ्चल हो सबभन्दा पहिला जनकपुर भन्ने। बागमती, ब यो ब अक्षर हो, ब अक्षरलाई पल्टाउँदै अगाडि लाने र ई गर्ने, बागमती गर्ने। त्यसरी नारायणी यो नारायण भगवानको चक्र देखाउने, नारायण ई गर्ने, नारायण गर्ने। गण्डकी यस्तो कोप्रो बनाउने र यसलाई यहाँ राख्ने, गण्डकी। लुम्बिनी यसो गर्ने, लुम्बिनी यो ल अक्षर बुद्धको सङ्केत, ल अक्षरले लुम्बिनी। धवलागिरी यो हातमा ध राख्ने, चुचुरो बनाउने र यसो गर्ने, धवलागिरी। राप्ती, र अक्षरलाई पल्टाउँदै लाने, ई गर्ने, राप्ती। त्यसै गरेर भेरी दुईटै हातमा भ बनाउने, यहाँ राख्ने, यसो गर्ने, भेरी गर्ने। कर्णाली, क यो क अक्षर हो, क अक्षरलाई पल्टाउँदै लाने, ई गर्ने, कर्णाली गर्ने। सेती माथि लाने, स गरेर यसरी बएको देखाउने, सेती। महाकाली, म गर्ने, महाकाली यो कालीको सङ्केत, महाकाली। आज 14 अञ्चलका नामहरूलाई सङ्केत गरेर सिकाएँ। अर्को पाठमा 7 प्रदेशसँगै 77 जिल्ला, अहिले नेपालमा 77 जिल्ला छन्। प्रदेश भाग बनाएर 77 जिल्लाका नामहरू क्रमशः सिकाउनेछु। आजको पाठबाट बाई बिदा। फेरि अर्को पाठमा भेट हुनेछ। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा गुण र दोष अथवा चरित्रको विषयमा सिकाउनेछु। अब आजको पाठ सुरु गर्ने। गुण भन्दाखेरि ग बनाउने, हत्केलामा यसरी अगाडि लाने, गुण भन्ने यसरी। दोष भन्दाखेरि एउटा अङ्कले अरूलाई दोष भन्ने।
आफूलाई दोष लागेको भने त्यसरी दोष अलिकति छिटो दोष भन्ने। सत् चरित्र राम्रो बानी, सत् चरित्र बानी यो अथवा राम्रो बानी। शब्द चाहिँ सत् चरित्र राम्रो बानी। दुर्गन्ध गर्ने, यसो गर्ने गर्ने, दुर्गन्ध अथवा यसो गर्ने गर्ने, दुर्गन्ध। भलाद्मी गर्ने, भलाद्मी। रातो पिरो यहाँ राख्ने, फुकाउँदै लाने गर्ने, रातो पिरो। सहिष्णुता यसो गर्ने, टाउको मात्रै हल्लाउने, सहिष्णुता। क्षणिक रिस भन्दा गर्ने, यसरी क्षणिक रिस। प्रदूषण यसो गर्ने गर्ने, प्रदूषण। कपटी यसरी भन्न, यसो गर्ने, कपटी, कपटी नबोल्ने। सटिक सङ्केत गर्ने, छोटो गरी सङ्केत बोली गर्ने, सटिक। अनौठो अजीब भाषा, अनौठो भाषा गर्ने अनि गर्ने। अध वैँसे यो उमेर भयो गर्ने, यसरी अध वैँसे। प्रतिरूप दुरुस्त मुख उस्तै, प्रतिरूप यसरी। सम्मान गर्ने, छातीमा हात राखेर झुक्ने, सम्मान। सर्वोत्कृष्ट सबैभन्दा असल भन्दाखेरि गर्ने, सबभन्दा असल। एकोहोरो गर्ने, यसरी एकोहोरो। बान्की परेकी राम्री यसो गर्ने अनि गर्ने, बान्की परेकी गर्ने। गुण र दोषसँग सम्बन्धित शब्दहरूको पाठ आजलाई यति मात्रै। अर्को पाठमा बाँकी शब्द सिकाउनेछु। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आज मानिस र पेसासँग सम्बन्धित शब्दहरू सिकाउँछु। प्रकाशक यसो गर्दा प्रेस भयो, प्रकाशन प्रेस गरेर यसो प्रकाशन भयो। त्यसको जिम्मा पाएकोलाई प्रकाशक, प्रकाशनको जिम्मा प्रकाशक यसो गर्ने, प्रकाशक। मुद्रक प्रेसको जिम्मा, मुद्रक प्रेसको जिम्मा, मुद्रक। व्यवसाय बिजनेस दुईटै हातमा वा राख्ने र यसो गर्ने, व्यवसाय, व्यवसाय। वकिल भ दुईटै भ राखौँ र यहाँबाट यसो गरौँ र कानुन गरौँ, वकिल, वकिल। न्यायाधीश कानुनको हाकिम, न्यायाधीश।
सेनापति सेना हाकिम सेनापति पत्रकार पत्रिका मान्छे पत्रकार अथवा समाचार लेख्ने मान्छे त्यो पनि हुन्छ पत्रिका मान्छेलाई के भने पत्रकार बेरोजगारी काम खाली यो ख दुईटै हातमा ख राख्ने यहाँ काम गर्ने अनि खाली गर्ने काम खाली बेरोजगार दम्पति श्रीमान श्रीमती यति दम्पति घर धनी घर बेटी घर टाउ गर्ने घर बेटी अथवा घर धनी संस्थापक स्थापना मान्छे स्थापना गर्ने मान्छेलाई संस्थापक जनता जो हातमा राख्ने र अगाडितिर ल्याउने जनता सहजकर्ता मध्यस्थकर्ता छलफलमा दुईतिर छलफल गर्नेछन् माझमा बसेर दुवैतिर हेर्ने सहजकर्ता अथवा मध्यस्थकर्ता हात्ती सडक बालक यता पोको बोकिरहेछ प्लास्टिक टिप्दै यहाँ हाल्छ सडक बालक ठट्टाबाज अथवा जोकर ठट्टा गर्ने जोक गर्ने मान्छे त्यो पनि भयो जोकर ठट्टाबाज अथवा ठट्टा गरेर पनि हुन्छ विद्वान मतलब जान्ने विद्वान त्यति हो विद्वान काष्ठ कार्य काठको काम काष्ठ कार्य काठको काम मानिस र पेसासँग सम्बन्धित शब्दहरूको पाठ समाप्त भएको छ अर्को पाठमा शिक्षासँग सम्बन्धित शब्दहरू सिकाउनेछु आजलाई समाप्त बाइ बाइ धन्यवाद नमस्कार म हरि अधिकारी नेपाली सांकेतिक भाषाको शिक्षक आजको सांकेतिक भाषा तालिम कार्यक्रममा तपाईलाई स्वागत छ आजको पाठमा स्वर वर्ण सिकाउँदैछु स्वर वर्ण भन्दा अ गरेर यसो गर्ने स्वर वर्ण गर्ने अ भन्दा यसो गर्ने सिधा अ यसलाई लडाउनु यता पार्नु हुँदैन सिधा पार्ने अ आ भन्दाखेरि यसलाई यसरी आ छुट्टाइ सिधा यसरी छुट्टाइ बढाइ भन्दा यसैलाई उतापट्टि आफूपट्टि फर्काउने बढाइ छोटाउ भन्दा कान्छी अम्लो समाउने यसरी तान्ने रस्वाउ छोटाउ बढाउ भन्दा चुरौलो समाउने अनि यसरी तान्ने बढाउ दीर्घ उकार बढाउ रि भन्दा यसरी अगाडि पठाउने रि यसलाई यसो गर्नु हुँदैन उँधो पार्नु हुँदैन सिधा रि भन्ने
रि ए भन्दा एउटा अम्ला माथि लाने तान्ने ए गर्ने त्यसै गरेर ऐ भन्दा दुईवटा अम्ला माथि लाने ऐ गर्ने ओ गर्दा कान्छो अम्लो यसरी माथि लाने तान्ने ओ भन्ने औ भन्दा जोडा क्यान्सी र साइली अम्लो माथि लाने औ त्यसरी औ भन्दा चुराउलो कोप्रो पारेर यसरी गर्ने विसर्ग अ गर्दा दुईवटा अम्लाले यसो गर्ने अब चन्द्रबिन्दु यसो गर्ने माथि टाका गर्ने एउटा चुरौलाले मात्रै चन्द्रमाको आकार गर्ने र माथि थोप्रेर चन्द्रबिन्दु गर्ने त्यसो गरेर आधा अक्षर भन्दा यसरी जस्तै क आधा ख आधा अब ड आधा हो भने हलन्त गर्नुपर्ने हुन्छ हलन्त त्यसरी आधा द आधा बनाउन नमिल्ने अक्षरलाई हलन्त गर्ने अनि आधा बनाउन मिल्नेलाई यसरी आधा भने क आधा ख आधा म आधा भने त्यसो गरेर रकार र बनाउने यसो तान्ने रकार प प्र यसरी रकार यसरी र रेप माथि रेप लाने यसरी यो रलाई यसो गर्ने रेप गर्ने फेरि एकपटक सिकाउँछु अ सिधा राख्नु होला अ आ छोटाइ ह्रस्वई बढाइ दीर्घई छोटाउ ह्रस्वउ फेरि बढाउ चुराउरो समाएर दीर्घ उकार बढाउ रि भन्दा यसरी सिधा गर्ने रि ए ऐ उ औ अ त्यसरी चन्द्रबिन्दु आधा अक्षर अथवा हलन्त त्यसो गरेर रकार त्यसो गरेर रेप आजको चोर वर्णको पाठ समाप्त भएको छ। तपाईँले अन्तिमसम्म हेरिदिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। मेरो युट्युब पेजलाई सब्सक्राइब गरिदिनु होला, घन्टीमा पनि बजाइदिनु होला। त्यस्तो गरेपछि मेरो भिडियोहरू तपाईँको सेटमा क्रमशः आफै आउँछ। सिक्न पढ्न सिक्नलाई सजिलो हुन्छ। हस्, धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा विपरीतार्थक शब्दहरूको बाँकी शब्दहरू सिकाउँछु। निर्भीक, डर नभएको, निर्भीक गर्ने, निर्भीक। कायर डरछेरुवा भने शत्रु यहाँ उभिएको छ, शत्रु नमुना शत्रु हो, शत्रु छ। कायर डरछेरुवा यताबाट भाइ, कायर डरछेरुवा। फरासिलो, मन एकदम खुल्ला भएको, फरासिलो। फरासिलो नहुनु, यसरी फरासिलो नहुनु, कपटी जस्तै
निशुल्क पैसा फ्री निशुल्क यसो गर्ने निशुल्क सशुल्क पैसा तिरेको सशुल्क खोल्नु गर्ने खोल्नु खोल्नु बन्द गर्नु ढोका बन्द गरे जस्तै बन्द गर्नु अग्लो भन्दाखेरि यसो गरेर उँभो ल्याने अग्लो भन्ने अग्लो अनि होचो भन्दाखेरि होचो भन्ने उँधो ल्याने होचो दुब्लो भन्दा दुईटा औँला यहाँ लाने गर्ने गर्ने दुब्लो दुब्लो अनि मोटो गर्दाखेरि गर्ने मोटोकै हाउभाउ गर्ने गर्ने एक्लो एक्लै यहाँ लाने चोराउलो माथि लाने यसरी अगाडि ल्याउने एक्लै अथवा एक्लो सबै भन्दा जम्मै हमलाले यसरी गर्ने सबै सबै पातलो कपडा छान्ने पातलो भन्ने यसो गर्ने पातलो भन्ने अनि बाक्लो भन्दाखेरि कपडा छुने यसो गर्ने बाक्लो बाक्लो भन्ने नजिक नजिक मेरो नजिक घरको नजिक बजार नजिक नजिक भन्दा यसो गर्ने टाढा भन्दा टाढा टाढा विद्यालयदेखि मेरो घर टाढा छ भन्दा टाढा माथि भन्दा एउटा औँलाले यसरी देखाउने माथि माथि त्यसरी तल भन्दा यसो गर्ने तल दायाँ दाहिने हात देखाउने दायाँ बायाँ यसो गर्ने बायाँ तातो जम्मै औँला यहाँ लाने यसरी राख्ने गर्ने तातो तातो चिसो यसरी नै यहाँ लाने गर्ने चिसो चिसो थोरै कम गर्ने धेरै 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 भित्र यो यस्तो राखेको छ यो खुम्चाको सानो छ यसरी लगेर छिराउने भित्र भित्र कोठा भित्र झोला भित्र घर भित्र बाहिर भन्दा बाहिर बाहिर अगाडि यो अगाडि फर्काउने यसरी अलाई लाने यहाँ अगाडि अगाडि गर्नु पछाडि यो यता फर्काउने आफूतिर यहाँ प बनाउने यहाँ राख्ने पछाडि पछाडि उकालो यो हात ठाडो राख्ने यसरी हिँडेको सङ्केत गर्ने यसरी उकालो यसरी ओह्रालो भन्दा यसरी ओह्रालो ओह्रालो भन्ने गर्मी ओह गर्मी पसिना पुछेको सङ्केत यसो गरेर ओह गर्मी जाडो यसो गर्ने जसरी जाडो हुन्छ आचु 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 जाडो यहाँ भन्दा हत्केलामा देखाउने यहाँ यहाँ त्यहाँ भन्दा यहाँबाट ओह पर देखाउने त्यहाँ त्यहाँ मेरो भिडियो पुरा हेर्नुभयो दोहोऱ्याएर पनि हेर्नुहोला कोसिस गरेर सिक्नुहोला अहिलेसम्म SUBSCRIP सब्सक्राइब
गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् अनि नजिकै भएको घन्टीलाई पनि टच गर्नु बजाइदिनुहोस् अनुरोध गर्छु र दोहोऱ्याएर कोसिस गरेर सिक्नुहोला। धन्यवाद। आज विपरीतार्थक शब्दहरूको पाठ समाप्त भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। बाई, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आज सर्वनाम र संयोजकका शब्दहरूलाई सङ्केत गर्न सिकाउँदैछु। तर दुईटा अम्ला यहाँ जोड्ने अनि फ्याट्ट पार्ने। तर फेरि अक्षर यसलाई फेरि यसो गरे फेरि भन्ने फेरि अर्को अ बनाएर मृक्क उखाल्ने चाहिँ अर्को अर्को किन भने किन भने किन भने किन क्वेसन किन भने अलिक यसो गर्ने सूर्य जस्तो किन भने भर्खर यसरी जोड्ने अनि गर्ने भर्खर 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 यस कारण यस कारण यस कारण त्यस कारण टाढा देखाउने त्यस कारण हरू हरू एकपटक मात्रै गर्नुपर्छ। हरू पुरा दुईटै हातका दुई अम्ला जोडेर पुरा पुरा को का कि कलाई अलिकति अगाडि लाने को रामको श्यामको भने को कि का सँग दुईटा अम्ला यसरी जोड्ने अनि अगाडि बढाउने सँग सँग भन्दा चाहिँ समाए जस्तो गर्ने यसो गर्ने भन्दा सबभन्दा सबभन्दा सबैको सङ्केती हो यसलाई यसो गर्ने भन्दा सबभन्दा दुबई दुबई भन्दा दुईटा अम्ला यसो गरेर यसो गर्ने दुबई दुबई यस पछि यस पछि यस पछि त्यसपछि टाढा देखाउने अनि पछि गर्ने त्यसपछि अरू अरू अलाई अरू यसरी धेरै पटक गर्ने अरू यदि दुईटै हातमा य बनाउने उँधो उँभो गर्ने यदि यदि होला 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 मात्र मात्र यसरी हत्केलामा मलाई यो मलाई यसरी पछार्ने मात्र लागि ल र ग गर्ने लागि लागि बाटो बाटो यसमा यो अम्लो छाउने यसो निकाल्ने बाटो बाटो घर बाटो बजार बाटो विद्यालय बाटो
गर्ने। धन्यवाद। सर्वनाम र संयोजकसँग सम्बन्धित शब्दहरूको पाठ समाप्त भएको छ। नमस्कार, म हरिप्रसाद अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईलाई स्वागत छ। आजको पाठमा क्रियासँग बाँकी शब्दहरूको पाठ सिकाउनेछु। सुँघ्नु गर्ने, सुँघ्नु। निमोट्नु, कान निमोट्नु हो न गर्ने, निमोट्नु। झस्कनु, यसो कोही आयो गर, झस्कनु। यसरी। धक्का दिनु, यसरी धक्का दिनु। हाम फाल्नु, यसरी माथिबाट तल हाम फाल्नु। पट्याउनु, राजी पार्नु गर्ने, राजी पार्नु। चुस्नु, यसो गर्ने, गर्ने, चुस्नु, चुस्नु। घृणा गर्नु, यसरी घृणा गर्नु। फैलाउनु, फैलाउनु भन्ने। सहनु, दोष गर्ने, सहनु। खोस्नु, यसो हात यसो गर्ने, गर यसो गरेर आफूले लिएकोतिर खोस्नु। उपहास गर्नु, खिल्ली उडाउनु, गर्ने छ, खिल्ली उडाउनु, उपहास गर्नु। फसाउनु, यसरी फसाउनु। खुट्टा तान्नु, खुट्टा गर्ने, खुट्टा तान्नु। हटाउनु, हटाउनु, यसरी हटाउनु पनि हुन्छ। घुर्नु, सुतेर सुतेर घुर्नु। उल्ट्याउनु, यसरी उल्ट्याउनु। उघ्नु गर्ने, उघ्नु। धकेल्नु, यसरी दुईटै हातले धकेल्नु भन्दा यसरी धकेल्ने। तान्नु, आफूतिर यसरी तान्ने, तान्नु। हट्नु, उभिरहेको मान्छे यसरी हट्नु। भत्कनु, घर यसरी घर गर्ने, भत्कनु। टल्कनु गर्ने, टल्कनु। पग्लनु गर्ने, पग्लनु। पिरोल्नु, यसरी पिरोल्नु। चित चोर्नु, दाँतमा यसो निकाल्ने, चार्ने। चित चोर्नु, पहिले जाँच गर्ने अनि कागज टुक्रा चित निकाल्ने, यसरी चित चोर्नु। बरखी बार्नु, मरेकोमा सेतो लाउने, बरखी बार्नु, मरेकोमा सेतो लाउने गर्ने। मुछ्नु, यसरी मुछ्नु। आँखा झिम्काउनु गर्ने, आँखा झिम्काउनु। क्रियासँग सम्बन्धित शब्दहरू धेरै भएकोले
बाँकी अर्को पाठमा सिकाउनेछु। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्गीतिक भाषाको शिक्षक। आजको पाठमा तपाईँलाई किरासँग सम्बन्धित शब्दहरू सिकाउँछु। किरा, एउटा अम्लालाई खुम्च्याउँदै अगाडि लाने किरा। सर्प, यसो गर्ने, सर्प भन्ने, सर्प। गोमन सर्प, सर्प यस्तो ठुलो फुलिने, सर्प गोमन। अजिङ्गर, सर्प त्यत्रो ठुलो, अजिङ्गर। करेट सर्प, उभो जाने, उड्ने, करेट। जुम्रा, यसरी कपालबाट टिपेर मारेको देखाउने, जुम्रा। उपियाँ, ब्रुक ब्रुक उफ्रिने, यसरी मार्ने, उपियाँ। उडुस, गनाउँछ, उडुस। माकुरा यसरी गर्नु, तल राख्ने, यसरी माकुरा गर्नु। लामखुट्टे, यसो गर्ने, ट्याट्टै मार्ने, यो अम्लाले, लामखुट्टे। धमिरा, यसो गर्ने, काठ खाँदै जाने, धमिरा, धमिरा। माखा, झिँगा ठुलो, माखा। कुकुर झिँगा, घाँटीमा यसरी ओरेर पर गर्ने, कुकुर झिँगा। झिँगा यति मात्रै। किर्ना, यसो गर्ने, किरा, किर्ना। बारुला, टुरिक्क टोक्ने, र बनाउने, बारुल, बारुल। मौरी, यहाँ टुरिक्क टोक्ने, मिठो, मौरी। अरिङ्गाल, टोक्छ त्यो सुनिने, अरिङ्गाल। जुनकिरी, यसरी बल्ने, जुनकिरी। साङ्लो, यसो गर्ने, किरा, साङ्लो। फट्याङ्ग्रा, यसरी उफ्रिने, बिरुवामा यसरी उफ्रेर आएर ठ्याक्कै बस्छ, फट्याङ्ग्रा। गाइने किरा, यसो गर्ने अनि च्याप्पै समाउने। पुतली, पुतली यसरी। झुसिल किरा, किरा चिलाउने, झुसिल किरा। पनसुत्लो, कान कोट्याउने अनि किरो गर्ने, पनसुत्लो। कमिला, सानो किरा, कमिला, कमिला। सङ्खे किरा, यसरी राख्ने हर्केलामा अनि यसरी हिँड्ने, सङ्खे किरा। जुका, यसो गर्ने, फेरि नाप्ने, फेरि यसो गर्ने, जुका। पेटको जुका, पेटको जुका यसरी यसो गर्ने, पेटमा राख्ने, यसो गर्ने, पेटको जुका। गडेउला, गडेउला यसरी हत्केलामा बटार्ने। बिच्छी, यसो गर्ने अनि पुच्छरले पछाडिबाट यसरी टोकेको देखाउने, बिच्छी। ढुसी, सेतो किरा, सेतो किरालाई ढुसी भन्छ। किरासँग सम्बन्धित पाठ समाप्त भएको छ। मेरो भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। म अर्को पाठमा चरासँग सम्बन्धित शब्दहरू सिकाउनेछु। नमस्कार। नमस्कार, म हरि अधिकारी,
नेपाली साङ्केतिक भाषाको शिक्षक आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा गुण र दोष अथवा चरित्रको विषयमा सिकाउनेछु। अब आजको पाठ सुरु गर्ने। गुण भन्दाखेरि ग बनाउने, हत्केलामा यसरी अगाडि लाने। गुण भन्ने यसरी। दोष भन्दाखेरि एउटा हुनाले अरूलाई दोष भन्ने, आफूलाई दोष लागेको भने त्यसरी दोष, अलिकति छिटो दोष भन्ने। सत् चरित्र राम्रो बानी, सत् चरित्र बानी यो अथवा राम्रो बानी, शब्द चाहिँ सत् चरित्र राम्रो बानी। दुर्गन्ध गर्ने, यसो गर्ने गर्ने, दुर्गन्ध अथवा यसो गर्ने गर्ने, दुर्गन्ध। भलाद्मी गर्ने, भलाद्मी। रातो पिरो यहाँ राख्ने, फुकाउँदै लाने गर्ने, रातो पिरो। सहिष्णुता यसो गर्ने, टाउको मात्रै हल्लाउने, सहिष्णुता। क्षणिक रिस भन्दा गर्ने यसरी, क्षणिक रिस। प्रदूषण यसो गर्ने गर्ने, प्रदूषण। कपटी यसरी भन्न, यसो गर्ने, कपटी, कपटी नबोल्ने। सटिक सङ्केत गर्ने, छोटो गरी सङ्केत बोली गर्ने, सटिक। अनौठो अजीब भाषा, अनौठो भाषा गर्ने अनि गर्ने। अधबैँसे यो उमेर भयो गर्ने चाहिँ, अधबैँसे। प्रतिरूप दुरुस्त, मुख उस्तै, प्रतिरूप यसरी। सम्मान गर्ने, छातीमा हात राखेर झुक्ने, सम्मान। सर्वोत्कृष्ट सबैभन्दा असल भन्दाखेरि गर्ने, सबभन्दा असल। एकोहोरो गर्ने यसरी, एकोहोरो। बान्की परेकी राम्री यसो गर्ने अनि गर्ने, बान्की परेकी गर्ने। प्रेरणा गर्ने यसरी, प्रेरणा। बुद्धु ढिलो बुझ्ने, बुद्धु। स्वभाव अध्ययन बानी त्यसरी, स्वभाव अध्ययन। तडक भडक यसरी, तडक भडक। तीक्ष्ण यति पनि टिपिहाल्ने, तीक्ष्ण। अज्ञानी ज्ञान है, अज्ञानी। ध्यान आकर्षण, ध्यान आकर्षण सबैले हेर भने, ध्यान आकर्षण। मधुरो बत्ती यसो, मधुरो। लेखाइ हत्केलामा यसरी लेखेको जस्तो गर्ने, लेखाइ। कठोर यहाँ यसो गर्ने यसरी, कठोर, दया नभएको निर्दयी। हिंसा आतङ्क भन्दाखेरि यसरी, हिंसा आतङ्क। अवसरवादी दुवैतिर हात थाप्ने, अवसरवादी। विद्रोही फुटेर जाने, स्थापना
विद्रोही अपुग अथवा नपुग गर्ने अपुग अथवा नपुग सुन्दर सुन्दरी अनुहार गर्ने सुन्दर सुन्दरी डिम्पल गर्ने गालामा हाल्यो डिम्पल निर्दयी निष्ठुरी माया नगर्नु निर्दयी पाखे गाउँले गर्ने पाखे अथवा गाउँले गर्ने बलवान गर्ने बलवान अवस्था अवस्था कोठी कालो गर्ने कोठी बिदाई अथवा बिदाबारी बाई बाई गर्ने बाई बाई गर्ने दुर्लभ नासिँदै गए सक्यो दुर्लभ पाउन गाह्रो दुर्लभ विशेष अतिथि विशेष पाहुना विशेष अतिथि गहिरो ज्ञान के गर्ने गहिरो गर्ने भित्रबाट झिके जस्तो गर्ने ज्ञान गहिरो ज्ञान बुद्धि भ्रष्ट गर्ने बुद्धि भ्रष्ट अथवा खतम बुद्धि भ्रष्ट प्राचीन गर्ने प्राचीन अनभिज्ञ यही थाहा न जिरो अनभिज्ञ नालायक गर्ने नालायक विलासी ईर्ष्या दुवै हात यसो पार्ने छातीमा उँधो उँधो ईर्ष्या शङ्का स्व बनाउने यहाँ राख्ने उँधो उँधो गर्ने शङ्का हावादारी कुरा भन्नु हावा अथवा कुरा हावा मिश्रण दुवै मिसायो यसै मिश्रण ढिप्पी जिद्दी यसै ढिप्पी जिद्दी झुट्टो अथवा झुट्ठो यसै झुट्टो बानी आचरण ब बनाउने हत्केलामा यसरी जाने बानी आचरण लोभी लोभी मिलनसार यसरी मिलनसार सबैसँग मिल्ने चलाक यस्तो बनाउने चलाक चमत्कार त्यसरी आँखामा राख्ने चमत्कार ठग दुईटा अङ्कले यसो गर्ने ठग ढाँट यहाँ अगाडि छुने पछाडि छुने ढाँट बदमास दुईपल्ट गर्ने बदमास मूर्ख यहाँ राख्ने उँधो राख्ने मूर्ख पागल बौलाहा यहाँ राख्ने बौला पागल दिमाग हाफ पनि हुन्छ बौला पङ्क दादा यसो भयो पङ्क पक्का यहाँ राख्ने यसो भयो पक्का फटा फटा दुष्ट भन्दा भलो फोर फटा अथवा गर फटा खतरा खतरा घमण्डी
गर्ने 2 पटक घमण्डी कच्ची यसै नर कच्ची मजबुत मजबुत गुण र दोषसँग सम्बन्धित शब्दहरूको पाठ समाप्त भएको छ। अर्को पाठमा खेलकुदसँग सम्बन्धित शब्दहरू सिकाउनेछु। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा घरेलु सामानसँग सम्बन्धित शब्दहरू सिकाउनेछु। घरेलु सामान, घरेलु सामान, घरेलु सामान, यो सामान हुन्छ, त्यसो गर्दा घर हुन्छ। घरेलु सामान, घर ठ्याक्क यसरी, घर भन्दा यसो गर्छ। डेरा, घरमा पैसा तिर्नुपर्ने डेरा, डेरा। पाइप, पाइप भन्दा यसो गर्ने, दुईटै हातमा दुलो राख्ने यसरी पाइप। भुइँ, घरको यसो गर्ने भुइँ। ढोका, दुईटै हातमा ब बनाउने जोड्ने यसरी हुने ढोका। छाना भन्दा घर यसो गर्ने अनि एकपट्टि तान्ने छाना, छाना। झ्याल, ढोका जस्तै गरेर यसरी उगार्ने अनि रड देखाउने यसरी झ्याल, झ्याल। भान्सा, कोठा गर्ने यसरी, यो कोठा हो पकाउने भान्सा। कौसी, यसो गर्ने गरेर हेर्ने बरन्डा, कौसी यसरी। साँचो, यसो गरे पनि भयो, यसरी यति मात्रै गर्दा पनि भयो। साँचो, चाबी। तालसा, यसो गर्ने खडक्क गर्ने तालसा। बत्ती, बत्ती यसरी, बिजुली बत्ती। बाकस, साँचो यसरी खोल्ने उगार्ने, खोल्ने उगार्ने बाकस। टेलिभिजन, टिभी गर्ने यसरी, टिभी, टेलिभिजन। भिडियो भन्दा यसो गर्ने भिडियो। क्यासेट, यसरी लगाउने अनि यसरी घुम्ने क्यासेट, यसो गर्ने अनि यसरी घुम्ने क्यासेट। डेक, यसो गर्ने अनि भित्र लगाउने डेक। पङ्खा, यसरी पङ्खा अथवा पङ्खा। फ्रिज, चिसो गर्ने अनि यसरी उगार्ने चिसो यसो गर्ने फ्रिज, फ्रिज। राइस कुकर, यसरी सकेट जोड्ने अनि पकाउने राइस कुकर गर्ने। रेडियो, यसरी खोल्ने समाचार सुन्ने रेडियो। ब्याट्री, तानो गर्ने यसरी लगाउने ब्याट्री। गमला, फुल गर्ने गमला। टर्च लाइट, फ्याट्ट पार्ने बाल्ने टर्च लाइट। घरेलु सामानसँग सम्बन्धित शब्दहरूको पाठ आजलाई यति मात्रै। बाँकी शब्दहरू अर्को भागमा सिकाउनेछु।
धन्यवाद, नमस्कार। म बहिरा भएर बिग्रेको मेरो जिन्दगी साङ्केतिक भाषा पाएर पुरा सफल भएको छ। अहिले मेरो परिवारमा पनि सजिलै साङ्केतिक भाषामा सञ्चार हुन्छ। यदि परिवारमा पहिला व्यक्ति छ भने अभिभावक दुखित हुनु आवश्यक छैन। तुरुन्तै साङ्केतिक भाषा सिक्ने र सिकाउनु पर्छ। बहिरा बच्चा जन्मेपछि अभिभावकले तुरुन्तै साङ्केतिक भाषा सिक्नुपर्छ। उसलाई साङ्केतिक भाषामा कुरा गर्दै हुर्कायो भने सुन्ने बराबर हुन्छ। सञ्चारको लागि उसको साथी, नातेदार र छिमेकीहरूले पनि साङ्केतिक भाषा सिक्ने र प्रयोग गर्नुपर्छ। बहिरा व्यक्तिबाट पनि हाम्रो समाज र देशले महत्त्वपूर्ण योगदान पाउन सक्छ। सबैले साङ्केतिक भाषा सिक्ने हो भने बहिरा र सुन्ने दुवैले एउटै कार्यालयमा काम गर्न सकिन्छ। त्यसैले साङ्केतिक भाषा सबै व्यक्तिको लागि महत्त्वपूर्ण छ। तपाईँले साङ्केतिक भाषा सजिलै दोहोऱ्याइ सिक्न र आफ्नो नानीलाई सिकाउन सजिलो होस् भनेर मैले यो च्यानल निर्माण गरेको हो। यस च्यानलबाट तपाईँले निरन्तर रूपमा नयाँ कुराहरू सिक्दै जानुहुनेछ। साङ्केतिक भाषा सिकाएर बहिरा र सुन्ने बीचको सञ्चारको पर्खाल भत्काएर एउटा सभ्य र शिक्षित समाज निर्माण गर्ने र भेदभाव हटाउन यो भिडियोहरू महत्त्वपूर्ण हुनेछ भन्ने आशा राखेको छु। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको पाठमा क्रियासँग सम्बन्धित शब्दहरूलाई सङ्केत गर्न सिकाउँछु। तिर्नु भन्दा पैसा गर्ने अनि हत्केलामा यसो गर्ने, तिर्नु। त्यसै गरेर प्रयोग गर्नु, दुईटै हातमा प राख्ने र पलाई यसरी अगाडि लाने, अलिकति घुमाउँदै जस्तो प्रयोग गर्नु यसरी गर्ने। मद्दत गर्नु, यो हत्केलामा अर्को हातको मुठी राख्ने र यसो उचालेर अगाडि लाने, मद्दत गर्नु, सहयोग गर्नु। त्यसै गरेर नाच्नु, एफ जस्तो बनाउने, दुईटै हातमा यसरी अनि यसरी गर्ने, नाच्नु, यसरी गर्ने, नाच्ने। सिकाउनु, माथि ल्याउने, यसो गर्ने, हल्का कोप्रो पार्ने, हात दुईटै हातलाई सिकाउनु। पढाउनु, यसरी पढाउनु। अनि कोसिस गर्नु, यहाँ छुने अनि यसो गर्ने, कोसिस गर्नु। माफ गर्नु, दुईटै हातले कान समाउने गर्ने, माफ गर्नु। त्यसै गरेर भेट्नु, दुईटै हात यस्तो ल जस्तो बनाउने, ल्याएर जोड्ने, यसरी भेट्नु भन्ने यसरी। सोध्नु, यसलाई मुठी राख्नुहोस्, यो तुरम्लालाई यहाँ राख, के अरे
यो भागमा यहाँ राख्नु छ, यसरी अगाडि लाने, सोध्ने। मलाई सोध्नुभयो भने सोध्ने, मैले सोध्नु पर्यो सोध्ने। सोध्नु शब्दको अर्थ सङ्केत यो सोध्नु भन्ने। हाँस्नु, हाँस्नु भन्दा अब सबैले हाँसिहालिन्छ, यहाँ यसरी मुखमा अगाडि लाने हाँस्नु भने। त्यसै गरेर रुनु, रुनुको हाउभाउ पनि अब हाँस्नु र रुनुमा हाउभाउ पनि गर्नुपर्छ। रुनु भन्दाखेरि के गर्ने हो, अब यसो गरेर चाहिँ मुख चाहिँ खुसी भयो भने रोको हुँदैन, तर रोकै जस्तो सङ्केत पनि गर्दाखेरि बुझाउन सजिलो हुन्छ बहिराहरूलाई, भाइ बहिनीहरूलाई, विद्यार्थीहरूलाई सङ्केत त्यसरी गर्ने। रुनु। दुख्नु, दुख्नु अब यहाँ यसो छातीमा हालेर यसो गर्ने, या हाउभाउ गर्ने। टाउको दुखेको छ भने या यसरी माथि त्यो अम्लालाई यसो यसो गर्ने। दुख्नु, हात दुख्छ, यहाँ यहाँ दुख्छ, दुख्नु, दुख्नु। पिट्नु, पिट्नु कुट्नु, यसरी पढाइ पिट्नु। अर्कापट्टि हाने पनि पिट्नु, यता पनि पिट्नु। गाली, गाली गर्ने, गर्ने उसको कोक्रो बनाउने अम्ला र कानमा गाली गर्ने। त्यसै गरेर मार्नु गर्ने, मार्नु। देख्नु, त्यसरी देख्नु, देख्नु। हेर्नु, दुईटा अम्ला ल्याउने, यसरी यसो गर्ने, हेर्नु। खोज्नु भन्दाखेरि दुईटा अम्ला यहाँ ल्याउने, यसो गर्ने, केही खोजेकै जस्तो सङ्केत गर्ने, खोज्नु भन्ने। गिज्याउनु, जिस्क्याउनु, खुच्चिङ मार्नु। अब यसो यसो गर्दा पनि गिज्याउनु भयो, अनि एउटा मात्रै हातले यसो गर्दा पनि गिज्याउनु जिस्क्याउनु भयो, अर्को यसो गर्दा पनि जिस्क्याउनु भयो, अर्को पनि सङ्केत छ, यसो गरौँ भने पनि जिस्क्याउनु गिज्याउनु भयो। धन्यवाद। आजको पाठ समाप्त भएको छ। सबैलाई धेरै धेरै धन्यवाद छ। बाँकी अर्को भागमा सिकाउनेछु। नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। अघिल्लो पाठहरूमा तपाईँलाई क ख ग अ आ इ ए बी सी डी सिकाएँ। त्यो सँगै धेरै शब्दहरू पनि सिकाइसकेको छु। आजको पाठमा तपाईँलाई अङ्क सिकाउनेछु। अब आजको पाठ सुरु। सुन्ना, यो सुन्नालाई सिधा अगाडि राख्ने यसरी, अथवा 0। 1 पनि अगाडि फर्केको हुनुपर्छ। यसो गर्यो भने गल्ती हुन्छ। 1 अथवा 1। यो 2 जोडिनु हुँदैन, अम्ला खुल्ला हुनुपर्छ। 2 3 अथवा 3 4 4 5 5 योसम्म यो अम्ला खुल्ला छन्। यसरी जोड्यो भने गल्ती हुन्छ। 5 6 गर्दा अम्लो यसरी बटालियो। यो अ थियो, यो ज थियो, यसो गर्दा 6 अथवा 6। फेरि 7 भन्दा अगाडि फर्काउने। 7 8 8 9 9 1लाई सुन्ना 10 अथवा 1 0 10। 1 1 11 अथवा 1 1 11।
1 र 2 12 अथवा 1 2 12, 1 र 3 13 अथवा 1 3 13, 1 र 4 14 अथवा 1 4 14, 1 र 5 15 अथवा 1 5 15, 1 र 6 16 अथवा 1 6 16, 1 र 7 17 अथवा 1 7 17, 1 र 8 18 अथवा 1 8 18, 1 र 9 19 अथवा 1 9 19, 2 0 20 अथवा 2 0 20, 1 1 11, 1 र 2 12 भने जस्तै 2 1 21, 2 2 22, 2 र 3 23 गर्दै जानुपर्छ। अब 3 लाई 0 30 हुन्छ अथवा 3 0 30, 4 लाई 0 40 अथवा 4 0 40, 5 लाई 0 50 अथवा 5 0 50, 6 लाई 0 60 अथवा 6 0 60, 7 लाई 0 70 अथवा 7 0 70, 8 लाई 0 80 अथवा 8 0 80, 9 लाई 0 90 अथवा 9 0 90, त्यस्तै 1 0 0 100 अथवा 1 0 0 100। अब त्यस्तै 1000 भन्दाखेरि 0 0 3टा हुन्छ, भन्न अप्ठ्यारो हुन्छ। 1000 गर्ने यसरी 3टा अम्लाले 1000। त्यस्तै 1 लाख भन्ने 1 लाख, 1 करोड गर्ने आफूतिर तान्ने, यस्तो बनाएर आफूतिर तान्ने 1 करोड। अब 1 अरब गर्ने, दुईटै हातमा अ हुन्छ, अलाई जोडेर अरब। अब खरब गर्दा 1 अ र यो ख जोड्ने खरब भन्ने, दाहिनेतिर कुमतिर तान्ने 1 खरब। यसलाई सिधा आफूतिर तान्यो भने गल्ती हुन्छ, 1 खरब। आजको पाठ समाप्त भएको छ। तपाईलाई मेरो भिडियो कस्तो लाग्दैछ? यदि मनपर्छ भने लाइक गरिदिनुहोस्। OMMENT कमेन्ट बक्समा केही सल्लाह सुझाव लेखिदिनुहोस्। त्यसले गर्दा मलाई नयाँ नयाँ भिडियो बनाउन प्रेरणा मिल्दैछ। र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईलाई स्वागत छ। शिक्षासँग सम्बन्धित शब्दहरूको बाँकी भाग आज सिकाउने छु। विज्ञान, यसो गर्ने अनि यसो गर्ने, विज्ञान। विज्ञान, नेपाली किताब, नेपाली किताब, नेपाली किताब। सामाजिक शिक्षा, स दुईटैमा राख्ने, सामाजिक शिक्षा, सामाजिक शिक्षा। जनसङ्ख्या, जन्म सङ्ख्या, जन्म सङ्ख्या भन्ने जनसङ्ख्या। नेपाली भाषा, नेपाली भाषा, यो भाषा हो, नेपाली भाषा। देवनागरी लिपि, डीको पनि लेख्ने यसरी, देवनागरी लिपि यसरी। अङ्ग्रेजी, यस्तो बनाउने र यसो गर्ने, अङ्ग्रेजी। खान्जी लिपि, यसो गर्ने, यसरी हुँदैन, खान्जी लिपि। उर्दू, अरेबिक लिपि, यसो गर्ने, क्यान्सियमले लेखे जस्तो गर्ने, उर्दू अथवा अरेबिक लिपि। ब्रेल लिपि, नदेख्नेले यसरी
थामेर पढ्ने, ब्रेल लिपि। जोड, त्यसै जोड गर्ने, जोड प्लसको सङ्केत गर्ने, घटाउ यसो गर्ने अनि कम गर्ने, घटाउ। गुणन, गुणनको सङ्केत गरिदिने, त्यसरी गुणन। भाग, भागलाई यसो गर्ने, भाग, अथवा यसो गर्दा पनि भाग, भाग गर भन्दा भयो। खासमा यो भाग। प्रतिशत, प्रतिशतको जस्तै फड्के देखो गर्ने भने प्रतिशत। शिक्षासँग सम्बन्धित शब्दहरूको पाठ आजलाई यति मात्रै, बाँकी अर्को पाठमा सिकाउनेछु। धन्यवाद, नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा दिशासँग सम्बन्धित शब्दहरूलाई चाहिँ सङ्केत गर्न सिकाउँदैछु। दिशा, डाइरेक्सन यसो गर्ने, चोक देखाउने। दिशा पूर्व पश्चिम उत्तर दक्षिण, यसले दिशाको सङ्केत यही हो। दिशा भन्दा यसो गर्ने, दुईटै औँला, अब अरू बाँधेको छ दुईवटा औँला मात्रै, यसरी गर्ने दिशा। पूर्व, प अक्षर बनाउने, यहाँ ल्याउने र यसो पूर्व, अलिकति उँभो लाँदै लाँदै यसो गर्ने, पूर्व। पश्चिम, पलाई यहाँ राख्ने, पछाडितिर लाने, पश्चिम, पश्चिम भन्ने। उत्तर भन्दा ऊ अक्षर यहाँ ल्याउने, यसो गर्ने, उत्तर, उत्तर दिशा। दक्षिण भन्दा द यहाँ ल्याउने, यता देखो, दक्षिण, दक्षिण। मा, मा भन्दा यसो गर्ने, मा, घरमा, टेबिलमा। मुनि, मुनि भन्दा यसो गर्ने, टेबलको मुनि। खाट, सुत्ने खाटको मुनि, मुनिको सङ्केत मुनि। बिच, हात यसरी राख्ने, यसो घुमाउने, ठ्याक्क यहाँ, बिच। पट्टितिर, तर्फ, पट्टी। अब देब्रेपट्टि हो भने यसो बाटो देखाउने, यता गर्ने। दाहिनेपट्टि हो भने बाटो यसो गर्ने, यता गर्ने। पट्टितिर, तर्फ, दायाँतिर, बायाँतिर, तिर, तर्फ, पट्टि, यसरी। वरिपरि, अब घर वरिपरि, टेबल वरिपरि, मन्दिर वरिपरि, वरिपरिको सङ्केत यसो गर्ने, वरिपरि। मध्य, मध्यलाई पनि मले यसो गर्ने, मध्य। छेउ, घरको यसो गर्ने, छेउ, छेउ, बजारको छेउ, मन्दिरको छेउ, विद्यालय छेउ, छेउको सङ्केत यस्तो गर्ने। धन्यवाद। दिशासँग सम्बन्धित शब्दहरू कम छन्, यसलाई पनि दोहोऱ्याएर बनाउनु होला र अगाडिको पहिला पहिला पढेको पाठहरूलाई पनि दोहोऱ्याएर सिक्नुहोला, प्रयोग गर्नुहोला, जान्ने हुनुहोला। बेसिन्छ प्रयोग भएन भने बाहिर भाइ बहिनी दाइ दिदीसँग भेट्दाखेरि आफ्नो आफ्नो विचार भावना आदान प्रदान गर्नुहोला। साङ्केतिक भाषा बढ्छ, प्रयोग भयो भने सम्झिन्छ, बिर्सिँदैन। धन्यवाद, नमस्कार।
नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा विपरीतार्थक शब्दहरूको बाँकी भाग, बाँकी शब्दहरू सिकाउँछु। सदुपयोग राम्रो गर्ने अनि प्रयोग गर्ने प्रयोग गर्ने। सदुपयोग त्यो बुढो अम्लोमा चाहिँ आफूतिर तान्ने अनि प्रयोग गर्ने। सदुपयोग। दुरुपयोग खराब गर्ने प्रयोग गर्ने। दुरुपयोग। स्पष्ट कुरा सफा। स्पष्ट स्पष्ट दुईटा अम्लाले कुरा हुन्छ, कुरा सफा भयो भने स्पष्ट हुन्छ। स्पष्ट। अस्पष्ट कुरा गर्ने अनि गर्ने, कुरा बुझिएन कसैको, कुरा बुझिएन। अस्पष्ट। अस्पष्ट। पर्छ। पर्छ भन्दा शिर पनि थोरै यसो गर्ने, पर्छ। पर्छ। पर्दैन। 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 आयात। आयात भन्दा सामान गर्ने, आफूतिर ल्याउने। आयात। त्यसै गरी निर्यात भन्दा सामान भन्ने अनि गर्ने। निर्यात। आयात भन्दा सामान गरेर ल्याउने, फेरि निर्यात भन्दा सामान गर्ने, निर्यात। सामान, निर्यात। सानो ठाडो राख्ने दुइटै हात, सानो राखेर यसो गर्ने। सान। सान। ठुलो भन्दा सानो छ, ठुलो। ठुलो। छोटो पर लाने, जम्मै हात त्यसरी पर लाने, यसो गर्ने। छोटो अथवा छोटो। छोटो। लामो, यसैलाई लामो। लामो भन्ने अथवा लाम, यहाँ छ लाम, यो पनि हुन्छ। स्वीकार पर भएका यसरी खुइटाको अम्ला यसरी ओह्राल्याउने आफूतिर। स्वीकार। स्वीकार। अब अस्वीकार भन्दा स्वीकार छैन, अस्वीकार। एकमत विचार गर्ने, यहाँ छुने अनि गर्ने। एकमत यसो गर्ने, जोड्ने। अनि मतान्तर भन्दा यहाँ लाने, जोडेको अम्ला फुटाउने, मतान्तर गर्ने। मतान्तर अथवा यहाँ लाने अनि गर्ने, त्यस्तै। मतान्तर एक भएन। विजय। है है, विजय। विजय। पराजय हार भन्दा पराजय अथवा हार गर्ने। सङ्लो अथवा छर्लङ्ग। सङ्लो, छर्लङ्ग गर्ने। धमिलो। धमिलो भन्दा यसरी धमिलो। विपरीतार्थक शब्दहरूको आजको पाठ यति मात्रै। बाँकी शब्दहरू अर्को भागमा सिकाउँछु। धन्यवाद। नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक।
आजको पाठमा गुण र दोषसँग सम्बन्धित शब्दहरूको बाँकी भाग सिकाउनेछु। अब आजको पाठ सुरु। अवस्था। अवस्था। कोठी कालो गर्ने कोठी। बिदाई अथवा बिदाबारी बाई बाई गर्ने बाई बाई गर्ने। दुर्लभ मासिँदै गए सकियो। दुर्लभ पाउन गाह्रो दुर्लभ। विशेष अतिथि विशेष पाहुना विशेष अतिथि। गहिरो ज्ञान के गर्ने गहिरो गर्ने भित्रबाट झिके जस्तो गर्ने ज्ञान गहिरो ज्ञान। बुद्धि भ्रष्ट गर्ने बुद्धि भ्रष्ट अथवा खतम बुद्धि भ्रष्ट। प्राचीन गर्ने प्राचीन। अनभिज्ञ यही थाहा न जिरो अनभिज्ञ। नालायक गर्ने नालायक। विलासी ईर्ष्या दुवै हात यसो पार्ने छातीमा उँधो उँधो ईर्ष्या। शङ्का स बनाउने यहाँ राख्ने उँधो उँधो गर्ने शङ्का। हावादारी कुरा भन्नु हावा अथवा कुरा हावा। मिश्रण दुवै मिसायो यसै मिश्रण। ढिप्पी जिद्दी यसै ढिप्पी जिद्दी। झुट्टो अथवा झुठो यसै झुट्टो। गुण र दोषसँग सम्बन्धित शब्दहरूको पाठ आजलाई यति मात्रै। अर्को पाठमा बाँकी शब्द सिकाउनेछु। धन्यवाद। नमस्कार। नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आजको पाठमा तपाईँलाई नातेदार अथवा नातागोता सम्बन्धी शब्दहरू सिकाउँछु। अब आजको पाठ सुरु गर्ने। नातेदार अथवा नातागोता। परिवार घरका सबैजना भन्ने बुझिन्छ परिवार। त्यसपछि बुबा जुङ्गा समाए जस्तो गर्ने यहाँ राख्ने बुबा। त्यसपछि आमा आमा भन्दा नाकको फुली सम्झिने अनि यहाँ राख्ने। त्यस्तै गरेर हजुरबुवा हजुरबुवा। बुढा बुवा अनि हजुरआमा भन्दा बुढी आमा हजुरआमा। जिजुबा अथवा कुप्राबा भन्ने हो भने जिजु बुवा दुई पटक जिजु बुवा। त्यसै गरेर जिजु आमा भन्ने कुप्री आमा। काका काका गर्दा पनि जुङ्गा समाउने त्यसै हल्लाउने काका। काकी गर्दा फुली सम्झिने नाक छुने अनि काकी काकी। अब छोरा भन्दाखेरि यसो गर्ने अगाडि लाने बाबु
छोरा छोरी भन्दा त्यसै गरेर नाक छुने अनि छोरी छोरी। अब छोराछोरीमा जेठो माइलो भन्दै जाँदा जेठो भन्दा यसो गर्ने अथवा जेठो भन्दा यहाँ सुन्न पनि सकिन्छ। अनि जेठी भन्दा नाक छोएर यसो गर्ने अथवा जेठी भन्दा नाक छुने अनि यो देखाउने। माइलो भन्दाखेरि जुगा छुने यो देखाउने माइलो। माइली भन्दा नाक छुने यही औँलो देखाउने माइली। त्यसै गरी चाइलो भन्दा जुगा छोएर यो देखाउने चाइला। चाइली भन्दा नाक छुने यो औँला देखाउने चाइली। त्यसै गरी काइला भन्दा जुगा छोएर यो औँला काइला। काइली भन्दा नाक छोएर यही औँला काइली। अब कान्छा भन्दाखेरि चाहिँ यसो गर्ने कान्छा। कान्छी नाक छोएर अन्तिम कान्छी। अब दाजु भन्दा जुगा छुने उँभो लाने दाजु। दिदी भन्दा नाक छुने दिदी दिदी। त्यसरी नै भाइ भन्दा भाइ भाइ। बहिनी भन्दा बहिनी नाक छुने बहिनी भन्ने। अब बुढो भन्नु पर्यो भने जुगा छुने यो शिर झुकेको हुन्छ निहुरिने बुढो बुढो। त्यसरी नै बुढी भन्दा नाक छोएर गर्ने बुढी। ससुरा अगाडि बुबा भन्दा यसो गरेको थियो। ससुरा भन्दा पनि यसो गर्ने यहाँ राख्ने स अक्षर हो। शब्दलाई हस्तवर्णमालाले सहयोग गर्छ अस्ति भनेको छ। ससुरा भन्दा यसरी सासु नाक छोएर यहाँ सासु। सम्धि जुगा छुने सम्बन्ध भन्ने सम्धि। त्यसरी सम्धिनी भन्दा नाक छुने यसो गर्ने दुईटै हातमा स छ सम्धिनी। नाति नाति भन्दा जुगा छोएर यहाँ राख्ने देब्रे पाखुरामा नाति। त्यसरी नै नातिनी भन्दा नाक छोएर यहाँ। पनाति भन्नु पर्यो भने जुगा छुने प। यो प अक्षर बाबुको सङ्केत हुन्छ। त्यसरी पनातिनी भनौँ भने नाक छोएर त्यसै गर्ने पनातिनी। भतिजा भ जुगा छुने भ बनाउने अनि यहाँ राख्ने भतिजा भतिजा। त्यसै गरी भतिजी भन्दा नाक छुने यसो गर्ने भान्जा। जुगा छुने भतिजा जस्तै यहाँ ल्याउने पर लाने भान्जा। त्यसरी नै भान्जी नाक छुने भ बनाउने यहाँबाट पर लाने भान्जी। देवर जुगा छुने द बनाएर तल लाने देवर देवर। देउरानी द अक्षरलाई नाक छोएर तल लाने देउरानी भन्ने देउरानी। त्यसरी नै साला भन्दा जुगा छुने सलाई तल लाने साला। साली भन्दा नाक छुने सलाई तल लाने साली। ठुलो बुवा सानो बनाएको छ खुम्च्याएको छ यसलाई ठुलो भन्ने फुकाउँदै लाने अनि बुवा गर्ने ठुलो बुवा। त्यसरी नै ठुली आमा सानो भागलाई फुकाउँदै लाने ठुली आमा गर्ने। सानो बुबा फुकाएको हातलाई सानो बुबा गर्ने सानो बुबा। सानी आमा सानो आमा शब्द जे भए पनि सानो आमा अथवा सानी आमा एउटै। श्रीमान जुगा छुने यसो गर्ने यी दुईटा हात यसरी खप्टेको हुन्छ श्रीमान। श्रीमती नाक छोएर श्रीमती। जेठान आफूभन्दा ठुलो मान्छेलाई सबैलाई उँभो लगिन्छ जेठान
त्यसै गरी जेठानी नाक छोएर जलाई उँभो लाने जेठानी। मामा लुगा छुने म अक्षरलाई उँधो उँभो हल्लाउने मामा मामा। माइजू नाक छोएर यसरी माइजू। फुपाजू जुङ्गा छुने फुपाजू गर्ने यसरी फुपाजू। फुपू यसरी नाक छोएर फुपू। भिनाजू भ अक्षरलाई जुङ्गा छोएर उँभो भिनाजू भिनाजू। त्यसै गरेर ज्वाइँ जुङ्गा छोएर तल जलाई तल लाने ज्वाइँ ज्वाइँ। बुहारी ब अक्षरलाई नाक छोएर तलतिर लाने बुहारी भन्ने। त्यसै गरी बच्चा बाबु नानी भन्दा बाबु नानी बच्चा जुन शब्द भए पनि यही हो। नन्द नाक छोएर नलाई तल नन्द। भदा जुङ्गा छोएर भलाई तल भदा। भदै नाक छोएर भलाई तल भदै। आमाजू आमाजू नाक छोएर अ आमाजू आमाजू अथवा आमाजू पनि गरे आमाजू गर्दा पनि हुन्छ। सौता बिहा दोस्रो बिहा दोस्रो सौता बिहा दोस्रो। आजको पाठ समाप्त भएको छ। अर्को पाठमा म रङ सम्बन्धी शब्दहरू सिकाउने छु। मेरो भिडियो हेरिदिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद। नमस्कार। नमस्कार। म हरि अधिकारी सङ्केतमा यसो हरि अधिकारी बिर्तामोड नगरपालिका 4 झापाबाट विशेष गरी पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई मेरो अनुरोध, अहिले विश्वमा कोरोना भाइरस रोग फैलिएको छ र नेपालमा पनि लकडाउन गरेको छ। बन्द जस्तै हो, घरमा बस्नुपर्छ, बाहिर हिँड्न काम गर्न पाएको छैन र यो समस्याले एसई क्याम्पस र धेरै विद्यालयहरूमा पनि परीक्षा हुन पाएको छैन। तर पढाइ सकिने बित्तिकै जाँच हुँदा पहिला सुरुमा पढेका पाठहरू दोहोऱ्याएर पढ्न विद्यार्थी भाइ बहिनीहरूलाई समय पुग्थेन, समस्या थियो। त्यसकारण यो लकडाउनको अवधिलाई मौकाको रूपमा लिनुपर्छ। तपाईहरूले धेरै मेहनत गर्नुपर्छ। पहिला सुरुको पाठदेखि दोहोऱ्याएर समय मिलाएर
पढ्नुभयो भने सबै प्रश्नको जवाफ लेख्न सकिन्छ। र अभिभावकहरूमा पनि अनुरोध, आफ्नो आफ्नो छोराछोरीहरूलाई कराएर पिटेर हुँदैन, खुसी बनाएर पढ्नुपर्छ। पढेपछि मात्रै लेख्न सकिन्छ भनेर टेवा दिनुहोला। लकडाउन सकिने बित्तिकै, खुल्ने बित्तिकै परीक्षा हुन्छ। त्यो परीक्षामा राम्रो लेख्नुहोला। अहिलेको खाली समयमा फेसबुकमा च्याट गरेर, भिडियो कल गरेर समय बर्बाद नगर्न अनुरोध छ। मेहनत गर्यो भने मात्रै सफल हुन्छ। धन्यवाद। नमस्कार। दिन भन्दाखेरि यो एउटा अम्लाले माथिबाट यसरी अगाडितिर लाने दिन। बार भन्दा ब बनाउने, यसरी बार गर्ने, बार। आइतबार दुईटै हातमा अ छ, यसरी जोड्ने, वरपर गर्ने, आइतबार। सोमबार यो सले शिवजीको सङ्केत भइरहेको छ। सोमबार शिवजीको पूजा हुन्छ, त्यही अनुसार हो। सोमबार। मङ्गलबार गणेश सम्झिने, नाकबाट यसरी हुँदै झार्ने, मङ्गलबार। बुधबार बुद्ध सम्झिने, यसरी हल्लाउने, बुधबार। बिहिबार भन्दा यसरी हात वरपर गर्ने, बिहिबार। शुक्रबार भन्दा फितेको अम्ला गालामा राख्ने, माथिको अम्ला मात्रै चलाउने, शुक्रबार। शनिबार भन्दा दुईटा अम्ला जोडेर यसरी, शनिबार। फेरि आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार। नमस्कार। म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको साङ्केतिक भाषा तालिम कार्यक्रममा तपाईँलाई स्वागत छ। आज भावनात्मक शब्दहरूको सङ्केत सिकाउनेछु। हर्ष विभोर, यस्तो जोडेको हात, यसरी एकदम खुसी, हर्ष विभोर। अवगत भन्दा चुरौलो यहाँ राख्ने, गर्ने, अवगत। आभारी, सहयोग आफूतिर लिने र धन्यवाद भन्ने, आभारी। धोका, यस्तो हुन्छ जोडेको, माइडियमलाई जोडेको, आफूलाई छोडेको जस्तो गर्ने, यो छोड्नु शब्द हो, यसलाई धोका, धोका। मुस्कान, थोरै हाँस्ने, गर्ने, मुस्कान। रहस्य, यस्तो पार्ने, त्यो कोप्रो हात यसरी चुरौलो भित्र लाने अनि पोजिसन गर्ने, रहस्य। मज्जा, आनन्द जस्तै हो, मज्जा। बर्बाद भन्दा यसो गर्ने अनि यसरी हुँदै ल्याउने, अलिकति छिटो गतिमा, बर्बाद। अप्ठ्यारो, असजिलो, जम्मै अम्ला फुटाएर अनुहारमा यसरी राख्ने, अप्ठ्यारो, असजिलो। खुल्दुली, भित्र के होला, कसो होला, खुल्दुली। चोट, काट्ने, रगत आएको देखाउने, चोट। सुनसान, दुईटै हात यसो गर्ने,
र यसरी ख भन्न दुइटैमा फाली भयो, फालीको सङ्केत हो। त्यसो गरेर फाली हो सुनसान, सुनसान। परिकल्पना यहाँ राख्ने अनि यसरी माथिसम्म चोटेको जस्तो सङ्केत गर्ने, परिकल्पना। ओहो कति राम्रो, ओहो भन्दाखेरि ओहो। गजब दुइटै यसरी जोडेको हुन्छ, उँभोतिर गजब, गजब। कुन्नी थाहा नभएको कुरा, कुन्नी भावनासँग सम्बन्धित शब्दहरूको पाठ समाप्त भएको छ। अर्को पाठमा तपाईँलाई मानिस र पेसा, मान्छेले गर्ने कामसँग सम्बन्धित शब्दहरूको पाठ सिकाउनेछु। आजलाई समाप्त। धन्यवाद, नमस्कार।